सबैजनालाई स्वागत छ मेरो भिडियोमा। म चाहिँ आज तपाईहरुलाई के सिकाउन गइरहेको छु भन्ने कुरा त तपाईहरुले थम्बनेल अथवा टाइटल हेरेर थाहा पाइसक्नुभयो होला। म चाहिँ आज तपाईहरुलाई 2082 सालमा जीमेल अकाउन्ट कसरी खोल्ने भन्ने विषयमा भन्न गइरहेको छु। तपाईहरुले चाहिँ पहिलो सुरुमा के गर्नु होला भनेपछि तपाईहरुले गएर आफ्नो जीमेल जो जीमेल छ यो वाला जीमेलमा तपाईहरुले क्लिक गर्नु होला। जीमेलमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यस्तो खालको इन्टरफेस खोलिसकेपछि तपाईहरुले चाहिँ योमा जानु होला, यो वाला लोगोमा जानु होला। यो लोगोमा गएर तपाईहरुले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यस्तो खालको इन्टरफेस खुलिसकेपछि तपाईहरुले चाहिँ यस्तो खालको इन्टरफेस खुलेपछि एड अनदर अकाउन्ट लेखेको छ यहाँनिर चाहिँ तपाईहरु गएर क्लिक गर्नु होला। एड अनदर अकाउन्टमा गएर क्लिक गर्नु होला। योमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुलिसकेपछि तपाईहरुले चाहिँ जो गुगल लेखेको छ, गुगलको लोगो त थाहै होला तपाईहरुलाई। गुगल लेखेको छ, यो गुगलमा गएर तपाईहरुले क्लिक गर्नु होला। गुगलमा क्लिक गरिसकेपछि थोरै टाइम लाग्छ अनि टाइम लागिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यस्तो खालको इन्टरफेस खुलिसकेपछि तपाईहरुले चाहिँ कहाँ जानु होला भनेपछि क्रिएट अकाउन्टमा गएर क्लिक गर्नु होला। क्रिएट अकाउन्टमा गएर क्लिक गरिसकेपछि फर माई पर्सनल युज लेखेको छ, योमा गएर क्लिक गर्नु होला। फर माई पर्सनल युजमा गएर क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। यस्तो खालको इन्टरफेस खुलिसकेपछि तपाईहरुले यहाँ माथि लेखेको देख्नु भएको होला, फर्स्ट नेम सरनेम। योमा गएर तपाईहरुले आफ्नो नाम राख्नु होला। म चाहिँ मेरो नाम राख्न गइरहेको छु। मैले चाहिँ आफ्नो नाम हालिसकेको छु, देखिसक्नुभयो होला तपाईहरुले। योमा गएर अब यो चाहिँ डे मन्थ इयर यहाँ हाल्नु होला तपाईहरु। योमा गएर म चाहिँ मेरो हाल्छु, तपाईहरुको हाल्नु होला। तपाईहरु चाहिँ त्यहाँ गएर हाल्नु होला। तब यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलिसकेपछि यहाँनिर गएर तपाईहरुले युज मोबाइलको लागि हेर्नु होला। त्यसपछि एसयुज नम्बर लेखेको छ, योमा गएर क्लिक गर्नु होला। क्लिक गरिसकेपछि थोरै टाइम लाग्छ। टाइम लाग्यो भने चाहिँ यस्तो इन्टरफेस खुल्छ। इन्टरफेस खुलिसकेपछि तपाईहरुले यहाँ तल नेक्स्ट लेखेको छ, यो नेक्स्टमा गएर तपाईहरुले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। तपाईहरुले देखिसक्नु भएको होला। यो वालामा गएर तपाईहरुले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि पासपोर्ट चाहिँ तपाईहरुले हल्का हार्ड टाइपको, अरूले थाहै नपाउन् कि कस्तो खालको पासपोर्ट हो भनेर त्यो चाहिँ तपाईहरुले राख्नु होला। म चाहिँ मेरो पासपोर्ट राख्न गइरहेको छु। हेर्नुहोस् मेरो चाहिँ अकाउन्ट खुलिसकेको छ। तपाईहरुले देख्नुभयो होला यहाँनिर, यो चाहिँ अकाउन्ट खुलिसकेको छ मेरो। म चाहिँ योमा गएर तपाईहरुले नेक्स्ट हान्नु होला। नेक्स्टमा हानिसकेपछि यस्तो खालको इन्टरफेस खुल्छ। तब स्क्रोल गर्नु होला। स्क्रोल गरेर यहाँ तल्लो छेउमा लेखेको छ योमा गएर तपाईहरुले क्लिक गर्नु होला। आई एग्री लेखेको छ, योमा गएर क्लिक गर्नुभयो भने तपाईको जीमेल अकाउन्ट खुल्छ। हेर्नुहोस् अलि टाइम लिइरहेको छ। मेरो खुलिसक्यो। हेर्नुहोस् खुलिसक्यो।
हाम्रो चाहिँ खुलिसक्यो। यस्तै गरेर तपाईँहरू पनि खोल्नु होला। आजको भिडियो चाहिँ यही विषयमा थियो। अर्को भिडियोमा भेटौँला। बाई बाई। अनि सबैले माया गरिदिनु होला।